एक दुई शब्द देवी भक्तिहरूको लागि म भनिदिन्छु। दैवी शक्ति छैन होइन भन्न खोजे होइन, दैवी शक्ति छ। जस्तै लामा, धामी, झाँक्री हुनुहुन्छ होइन, त्यो छ, नहुने होइन। जसले जसरी भगवान प्राप्त गर्नु हुनुहुन्छ त्यसरी नै प्राप्त हुने हो। देवी देवता मान्ने देवलोक, पितृ मान्ने पितृलोक, अब यो भगवान मान्ने भगवान धाम होइन, लोक 14वटा लोक छ। त्यही लोक अनुसार प्राप्त गर्नुहुन्छ। देवीको शक्ति पनि छ, लामा झाँक्री पनि हुनुहुन्छ। त्यो हेराउने, लागु भागु लाग्ने भन्ने कुरा कसैले होइन भन्नुहुन्छ, तर हो, लाग्छ। जसले मागसार गर्नुहुन्छ, मागसार गर्नेलाई लाग्छ। जस्तै अब अल्प आयुमा कोही शरीर त्यागेका हुन्छन्, तिनीहरू जस्तै वायु बतास भएर तडपिएर रुने र एउटा फेरि चुडेल भन्ने होइन, चुडेल पनि बन्छन् त्यो अल्प आयुमा शरीर छोडेका। दैवी शक्ति छ, छैन त म भन्दैन, त्यो छ। अब त्यही हेराउने के गर्ने गर्दा गर्दै अब त्यसैलाई कसैले बढी पैसा लिनुहुन्छ भेटीहरू होइन, ठिकै लिनु न, नभएको होइन, त्यो लाग्छ पनि, त्यो छ। धामी झाँक्रीमा हुने हेराउने भन्ने होइन, बाण हान्ने अनि फेरि छौडा निकाल्ने हाल्ने यताउता, अब मसान भूत पिचास खेलाउने, आत्मा आउने, त्यो त उहाँहरूलाई नि थाहा होला होइन। देवी शिवभक्तहरू, देवी भक्तिहरू उहाँहरूलाई थाहा होला, धेरै विद्या उहाँहरूको पनि हुन्छ। उहाँहरूको विद्या नि हुन्छ हुन त, किन नहुनु। त्यो पैसा अलि नतोक्नु के, कम ल्याउनु, लाग्छ। अब मेरै घरको कुरा, मेरै बाबा पनि झाँक्री उत्रिएको, उहाँका गुरु झाँक्री मान्नुहुन्छ। अब लामा हुनुहुन्छ कि मेरो बाबा 80 वर्षको हुनुभयो। मैले भन्छु बाबा नहेराउनु, यस्तो काम नगर्नु न भन्छु कि उहाँका अब छोरा नातिहरू पनि कमाउने भइसकेका छन् होइन, आफै पनि